जुन अहिले पछिल्लो समयमा एकदमै व्यस्तता पनि हुनुहुन्छ। कोलपुर नगर युवा सञ्जालका अध्यक्ष हुनुहुन्छ रमेश ओड। उहाँ उमेर सानै छ, काम चाहिँ एकदमै राम्रो ठुलो गर्दै आउनुभएको छ। कार्यक्रममा स्वागत छ सर्वप्रथम। धन्यवाद, नमस्कार। व्यस्तता केमा बितिरहेको छ? व्यस्तता एकदमै देखिरहेका छौँ, तर पनि अहिले पछिल्लो समय लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल पनि सञ्चालन हुँदैछ होइन? यसको कतिको व्यस्तता हुनुहुन्छ, प्लस अरू के काममा व्यस्तता हुनुहुन्छ? विशेष त एउटा जिम्मेवारी हो यो युवा सञ्जालको अध्यक्ष भनेर हिँड्दै गर्दा हामी सदैव युवाका मुद्दाहरू चाहिँ अगाडि आउनुपर्छ भन्ने कुरामा विश्वास राख्छौँ र यिनै कुरा गर्दै गर्दा कतै कतै विभिन्न व्यक्ति विचार र सङ्गठनको पछाडि लाग्दै गर्दा युवाका मुद्दाहरू चाहिँ पछाडि परेका हुन्छन्। त्यो चाहिँ एकदम ठुलो समस्याको रूपमा रहेको छ। अब त्यसलाई मध्यनजर गर्दै गर्दा हामीले चाहिँ अब एउटा साझा फोरम चाहिँ बन्नुपर्छ जहाँ युवाका मुद्दा मात्रै उठुन्, युवाका कुराहरू मात्रै हुन् भन्ने हाम्रो अपेक्षा हो। सोही अनुरूप हामीले अब काम पनि गर्दैछौँ। अहिले विशेष गरी यो अहिले चर्चाको विषय भनेको लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल। यो चाहिँ एउटा फरक किसिमको अभ्यास हो जहाँ चाहिँ पहिलोचोटि नेपाल अधिराज्य भनेको युथ फेस्टिभल भनेर पहिलोचोटि प्रदेश स्तरमा यसरी सेलिब्रेसन हुँदैछ, जो चाहिँ कोलपुरमा हामीले युवा सञ्जालले र कोलपुर नगरपालिकाको अभिभावकत्वमा हामीले गर्दैछौँ। यस कार्यक्रममा अब यसो छोटो रूप दिनुपर्दा यो चाहिँ न कुनै दल, न कुनै विचार, न कुनै सङ्गठन केन्द्रित भएर यो चाहिँ स्वतन्त्र युवाको विचार र युवाको सहभागिता र युवाको सक्रियताले युवाको आगामी कार्यदर्शन चाहिँ कस्तो हुने भन्ने कुरा चाहिँ निर्देशन गर्ने तरिकाको चाहिँ कार्यक्रम हो भनेर भन्न चाहन्छु। यो कार्यक्रमको विषयमा अझै जानकारी लिने नै छौँ। पहिला म तपाईँको व्यक्तिगत विवरणतिर लागेँ होइन? यो तपाईँको बाल्यकाल र शिक्षाको अनुभव कस्तो रह्यो, यो विषयमा हामीलाई जानकारी गराइदिनुहोस् न। मेरो जन्मघर चाहिँ जाजरकोट हो। अहिले चाहिँ म कर्मघर कोलपुरमा छु र म करिब 5-6 वर्षको हुँदै गर्दा कोलपुरमा आएँ र मेरो शिक्षाको कुरा गर्दै गर्दा अब त्यति धेरै चाहिँ एकदम इन्सपाइरिङ चाहिँ छैन। अब नर्मली आउने बस्ने, अब बसाइसराई गरेर आएको मान्छे, बुवा चाहिँ विदेश हुनुहुन्थ्यो, आउने बस्ने। म यहाँ चाहिँ यता चपलगढी ग्रिन पिसमा पढेँ। त्यस पछाडि नेरामारीबाट 8-10 दिएँ, ज्ञानज्योतिबाट +2 साइन्स गरेँ। अहिले बिबी अल्पाइन म्यानेजमेन्ट कलेज नेपालगञ्जमा गर्दैछु भने चाहिँ त्यो पढाइको कुरामा चाहिँ त्यति मेरो चाहिँ छैन। अलिअलि पढ्ने कुरामा पढ्नुपर्छ भन्ने चाहिँ छ। त्यो बाहेक इन्ट्रेस्टिङ कुरा अब मेरो बाल्यकालको भन्ने बाल क्लब नै हो। म अहिले जति पनि जेसुकै कुरा छु त्यो बाल क्लबकै देन हो भन्छु। मन लागे, मैले सिक्ने अवसर पाएँ, मैले गर्ने अवसर पाएँ। त्यसले गर्दा नै अब देश विदेश घुम्ने, अहिले आफ्नै ठाउँमा यस्ता खालका कामहरू गर्ने अवसर पाएँ। अनि बाल्यकालको सबभन्दा मेरो सम्झिन लायक पल भनेको म बाल सञ्जालको अध्यक्ष। कसरी जोड्नुभयो बाल क्लबमा? जस्तो पहिला त अब बाल क्लब भन्ने पनि अलि फट्टाफुट्ट सुनिन्थ्यो होइन त्यतिखेर। अब अहिले चाहिँ तपाईँहरू कसरी जोडिनु भयो? अनि तपाईँको पारिवारिक अवस्था के थियो? कतिको सपोर्ट गर्नुहुन्थ्यो बाबा मम्मीले? पढ्न छोडेर यता जान्छस् उता जान्छस् भन्ने त्यस्तो खालको पनि थियो बाबा मम्मीको सोच होइन? कसरी ट्रिट गर्नुहुन्थ्यो बाबा मम्मीले? यो अभियसली चाहिँ कस्तो हुँदो रहेछ भने चाहिँ इभन अहिले भन्ने जस्तै पहिला त बाल क्लबको एउटा महत्त्व नै बुझ्नु भएको थिएन, अथवा बाल क्लब के हो भन्ने पनि थाहा थिएन, समाजमा नै थिएन। एउटा मात्रै परिभाषा के गरेको थियो भने चाहिँ बाल क्लब भनेको बाल विवाह रोक्न जाने हो, त्यो बाहेक चाहिँ अरू कुनै चाहिँ केही छैन भन्ने खालको थियो। अब म अध्यक्ष बन्दै गर्दा हो अब विद्यालय गलेको छोडेर विभिन्न कार्यक्रमहरूमा सिकाइका अवसरहरू खोज्दै जाँदै गर्दा अब किन स्कुल छोड्छस्,